सन्ध्याकालको समय भएको छ हेर्नुहोस् हावा एकदम लागेर मकै कस्तो आनन्दको मकै एकदम बाटोमा म एक्लै कोही छैन मेरो साथमा पनि भगवान् हुन् म नरसिंहधामको लागि यात्रा गर्दैछु भेडा गाडी चढेको 11 बजे अहिले बेलुका यहाँ 6:30 बजे ल्याएर ओह्राल्यो गाडीले बाटोमा एक्लै छु कति टाढो छ थाहा छैन बाटोमा मान्छे चाहिँ हिँडिरहेको छ चाहिँ अब बस्ने कहाँ के हो व्यवस्था थाहा छैन भगवान् शरणमा भगवान् कृपाले यो नरसिंहधामसम्म आउन मलाई अवसर आज जुराउनु भयो मेरो लक्ष्मीनारायणले हेर्नुहोस् त कति दिव्य यस्तो आनन्द छ कि हिँड्नलाई तपाईँ त एकचोटि नरसिंहधाम चाहिँ आउनुहोस् है म पुगेको छैन बाटैमा यहाँ आउँदाखेरि मलाई यति आनन्द लाग्यो कि यस्तो हरियाली हेर्नुहोस् यस्तो डाँडाकाँडा यस्तो ठाउँमा बस्नु छोडेर हामी सहर बजारमा के पाउँछौँ भनेर बुझ्छौँ है हाम्रो गाउँको हेर्नुहोस् यस्तो विकास प्रकृति हेर्नुहोस् त यो मकै यस्तो यसको हावाले पनि अक्सिजन कति दिन्छ मैले बोलेको यो आज मलाई छ नि भित्र यस्तो अक्सिजन आइरहेको छ नि यो दिव्य शक्ति यो शक्ति ऊर्जा यो तपाईँको शरीरमा पनि यो प्रवेश हुनसक्छ किनकि यो बोलेको यो यहाँको वातावरणलाई मैले बोल्दाखेरि देखाएर बोल्दा हेर्नुहोस् आहा ल आउनुहोस् है नरसिंहधाम ल म पुग्दैछु वहाँ पुगेपछि तपाईँलाई विवरण पुरा देखाउनेछु उताको के छ है।